यसपछि नेपाल र अङ्ग्रेज बिचको यो जुन युद्ध भएको थियो यसमा मधेसको भूमिका विषयको सेसन सञ्चालन गर्नको लागि म कञ्चना झा म्यामलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार सबैजनामा, म कञ्चना झा हार्दिक स्वागत गर्दैछु तपाईँ सबैजनामा। आज हाम्रो यो विशेष सेसन हो किनकि अहिलेसम्म हामी माटीको कुरा गर्दै थियौँ। अब हामी अङ्ग्रेज र नेपाल र अङ्ग्रेजको बिचमा जुन युद्ध भएको थियो त्यो बेला मधेसको अवस्था के थियो र मधेसले के पीडा भोग्नु भएको थियो हैन, त्यसमा हामी अलिकति कुरा गर्छौँ। त्यसमा अलिकति म भूमिकामा भनिदिउँ कि मेरो नेपाली त्यति खासै राम्रो छैन, तपाईहरूले मलाई माफ गरिदिनु होला यदि म अलिकति केही कन्फ्युजन होला भने है। र म के भन्न चाहन्छु, यो इतिहासको कुरा हो। आज जुन हामी यो कुरा गर्दैछौँ यो इतिहासको कुरा हो र इतिहासमा धेरै कुरा तपाईहरूले पढ्नुभएको होला र धेरै कुरा लुकेको कुरा छ। त्यही लुकेको कुरामा आज हामी कुरा गर्दैछौँ र म एउटा कुरा के भन्न चाहन्छु, यो हामी सधैँ सोच्छु नि, आफ्नो म गर्व गर्छु कि हामी कहिले परतन्त्र भएन, हामी कहिले गुलाम भएन। त्यसको रिजनमा जाउनु किन भएन हामी गुलाम त, किनकि यो क्षेत्रमा हामी मधेसी थियौँ। हामी मधेस र हाम्रो मधेसको कारणले यो सेना जुन अङ्ग्रेजको युद्ध भएको थियो त्यो काठमाडौँसम्म पुग्ने दिएन। यो हो हाम्रो विशेषता, मलाई त्यस्तो लागिरहेछ। त्यसलाई हाम्रै इतिहासमा हामीलाई कहिले समेट्नु भएन, त्यसको अलिकति पीडा पनि छ हामीमा। र यसै सन्दर्भमा हामी यो कुरा गर्छौँ र मसँग तीनवटा वक्ता हुनुहुन्छ। मेरो पहिलो वक्ता हुनुहुन्छ मोहन मैनाली सर। मलाई एकदम यो छ कि तपाईँहरू सबैजना उहाँलाई राम्रोसँग चिन्नुहुन्छ। उहाँ वरिष्ठ पत्रकार पनि यस्तो जो खोजी पत्रकार हुनुहुन्छ र उहाँ साहित्यकार पनि हुनुहुन्छ। उहाँको अहिले धेरै चर्चामा छ मुकाम रहन मैदान। उहाँले एउटा किताब लेख्नुभएको सत्य तथ्यमा त्यो नेपाल र अङ्ग्रेजको बिचको जुन युद्ध भएको थियो त्यही बेला हो, त्यस बेलाको लिएर उहाँले सत्य तथ्यको लिएर उहाँले त्यो किताब लेख्नुभएको। म अगाडि बढ्दाखेरि यो कुरा उहाँसँग गर्छु। र अर्को वक्ता हाम्रो हुनुहुन्छ राकेश चौधरीजी। राकेश चौधरीजी पनि पत्रकार हुनुहुन्छ पेसाबाट र उहाँ साहित्यकार पनि हुनुहुन्छ। उहाँ पनि एउटा खोजी पत्रकार हुनुहुन्छ, शोधकर्ता हुनुहुन्छ। धेरै कुरामा उहाँले शोध र अनुसन्धान गर्दै हुनुहुन्छ। र त्यस्तै हाम्रो तेस्रो वक्ता हुनुहुन्छ सञ्जय कुमार मित्रजी। उहाँ रतहटबाट हुनुहुन्छ र उहाँ पनि एउटा नेपालीको शिक्षक हुनुहुन्छ र साहित्यकार पनि हुनुहुन्छ। उहाँले आफ्नै मातृभाषा बज्जिकामा धेरै किताबहरू निकाल्नु भएको छ। म टाइम धेरै लिँदिनँ, म क्वेसनबाट नै सुरु गर्छु र मेरो पहिलो प्रश्न मोहन मैनाली सरसँग छ। सर, यो पहिलो नै कुरा म यो तपाईँको किताब रन मैदानबाट नै गर्छु। यो किताब लेख्दाखेरि अब जस्तो कि कहानी लेख्छौँ, कविता लेख्छौँ, उपन्यास लेख्छौँ, त्यसमा त धेरै कुरा हामीले कल्पनाको गर्छौँ नि त। तर तपाईँले यो सत्य तथ्यको कुरा लाउनु र सबभन्दा पहिले त मलाई यही बताउनु यो कुरा कसरी तपाईँको दिमागमा आयो होइन, र चुनौती के थियो यो सबै कुरा, किनकि जम्मा गर्नेमा त सामग्रीहरू त थुप्रै चाहिएको थियो। कसरी त्यो जम्मा गर्नुबाट के समस्या आयो सर? ओके, हस्, धन्यवाद कञ्चनाजी। मलाई यसो मैले हाम्रो नेपालको अभिलेखालयमा जाने क्रममा के थाहा पाएँ भनेदेखि यो आजभन्दा 209-10 वर्ष अगाडि भएको लडाइँका बारेमा लडाइँको मैदानबाट लेखेका चिठीहरू चाहिँ हामीसँग छन् होइन। अर्थात् लडाइँ सुन्ने मान्छे होइन, लडाइँको कुरा सुन्ने मान्छे होइन, लडाइँ लडी जान्ने मान्छेहरूले हामीले कसरी लड्यौँ, हामीले के भोग्यौँ भनेर भन्ने कुरा लेखेको छ। तर त्यसको बारेमा यो कुराहरूलाई एउटा किताबमा ल्याइएको छैन, अर्थात् यसको पुरा पिक्चर चाहिँ दिइएको छैन भनेर भन्ने लाग्यो। त्यस्तै गरी अङ्ग्रेजतर्फ लड्नेहरूले पनि जुन चिठीहरू आफ्नो कमान्डरलाई लेख्ने गर्थे त्यो चिठीहरू पनि त्यो त आजभन्दा थुप्रै वर्ष अगाडि 1824 सनमै चाहिँ छापिसकेको रहेछ। त्यसरी यो दुवैतिरका चिठी
चिठ्ठीहरूका आधारमा यो हेरेर लेख्यो भनेदेखि त एउटा इतिहास जुन हामीलाई अलिक कथा जस्तो पारेर पढाइएको छ, कथा हालेर त्यो होइन, एउटा साँचो इतिहास लेखिन्छ भन्ने लागेर मैले चमर्को गरेको हुँ। यसमा तपाईँले भने जस्तो के समस्या थिए भनेर भन्दाखेरि एउटा कुरा, हाम्रो आर्काइभमा ती चिठ्ठीहरू खोज्नलाई नै गाह्रो छ। यस, ती चिठ्ठीहरू मैले जुन चिठ्ठीहरू उपयोग गरेर यो किताब लेखेँ त्यसमध्ये आधाभन्दा बढी चिठ्ठीहरू त सार्वजनिक पनि गरिएको छैन, अहिलेसम्म गोप्य राखिएको छ। जुन चिठ्ठीहरू चाहिँ सार्वजनिक भएको छ अथवा यो चिठ्ठीहरूको अलिकति भाषा पनि आजभन्दा अब 210 वर्ष अगाडिको भाषा अलिकति बुझिसक्नु पनि छैन, त्यसदेखि पछाडि अक्षरहरू पनि बुझिसक्नु छैन, त्यसले गर्दाखेरि अलिकति चुनौती चाहिँ भयो। ल हस्, धन्यवाद सर। ल म अर्को मेरो वक्ता हुनुहुन्छ राकेश चौधरीजी। उहाँले दुईवटा किताब लेख्नुभएको, एउटा महोत्तरीको इतिहास र जलेश्वरको परिचय, होइन? म त्यो महोत्तरीको जुन उहाँले लेख्नुभएको महोत्तरीको इतिहास, त्यो बेलाको र मधेस र आजको मधेसलाई तपाईँ कसरी जोड्नु भएको छ? एकचोटि मलाई तपाईँ डिफाइन गरिदिनुहुन्छ? धन्यवाद कञ्चनाजी र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। र प्रसङ्ग उहाँले निकाल्नुभयो महोत्तरीको इतिहास। महोत्तरीको इतिहास जुन मैले 2064 सालमा मैले लेखेँ, 62 सालतिर म काठमाडौँमा बसिरहेको थिएँ। त्यति बेला रिसर्च गर्दा धेरै दस्तावेजहरू, मधेससँग सम्बन्धित दस्तावेजहरू मैले त्यहाँ पाएँ लाइब्रेरीहरूमा, र त्यसबाट मैले महोत्तरीसँग जोडिएको विषयवस्तु त्यहाँबाट निकालेर त्यो किताब मैले निकालेँ। 64 भनेपछि लगभग 17 वर्ष अगाडिकै कुरा हो त्यो किताब निकाल्दा। र त्यो किताबमा महोत्तरी भनिए पनि त्यसमा मधेसकै धेरै कुरा आएको छ। जसरी एउटा जर्मन रिसर्चरले ढुङ्गे युगको कुरा गर्नुभएको छ, तपाईँहरूले सुन्नुभयो होला, अहिले एकदम चर्चामा छ। त्यो बर्दिवासको पाटु भन्ने क्षेत्रमा भनेको त्यो मधेसको तलट्टी भन्दा माथि चुरेको क्षेत्रमा छ त्यो, र 12,000 वर्ष पहिलाको त्यो ढुङ्गे कारखाना हो भनेर, ढुङ्गे हतियार कारखाना हो भनेर त्यसले के देखाउँछ भने यो क्षेत्र जुन नरायणीदेखि कोशीसम्मको मधेस क्षेत्र जुन भनिरहेछौँ हामी, त्यो क्षेत्रमा पहिला पनि मानव बसोबास थियो। शिकारी युग अथवा शिकार गर्नेहरूले ढुङ्गे हतियारको प्रयोग गरिराख्नु भएको थियो, र त्यो हतियार बनाउने कारखाना र त्यहाँबाट वितरण हुने अथवा त्यहाँ व्यापारको, अब त्यति बेलाको मोडेल एक्सचेन्ज गर्ने, सामानबाट लिने दिने त्यो हुनसक्छ त्यति बेला। तर उहाँले अब त्यसपछि त्यो रिसर्चमा, त्यो महोत्तरीको इतिहासमा मैले महोत्तरीसँग सिमानामै महोत्तरीकै क्षेत्रमा भएकोले त्यो विषयवस्तु त्यहाँ हालेको छु त्यो पुस्तकमा। र त्यसपछि त्यो नदी जुन छ नि, जुन हामी नदीहरूको सभ्यताको कुरा गर्छौँ, त्यहाँबाट रातो नदी सभ्यता, रातोको नाम फेरि मैले केही रिसर्च गर्दाखेरि लोता नदी भनेर रामायणकालीन जुन केही इतिहासहरू लेखेको छ, लोता नदी, मैले त्यसको शब्दहरू कहीँ बुझेँ, अनि त्यो भनेको रातो नै हो भनेर भन्यो, किनभने त्यो फेरि माथिबाट तल आउँदो रहेछ भनेको त्यो पनि एउटा सभ्यता 12,000 वर्ष पहिलाको त्यहाँ त छ भन्ने कुरा त्यसले देखाउँछ, त्यो डिफाइन गरेको छ। यो लोता भन्ने नाम पछि मैले रिसर्च गर्दा त्यो किताब प्रकाशनमा आइसकेपछि विभिन्न चरणको त्यसपछि आएको त्यो, र त्यसपछि महोत्तरीको घटनाक्रम, किनभने धनुषा थिएन, महोत्तरी मात्रै थियो, र मकवानी जतिखेर शासन थियो त्यति बेला स्वायत्त प्रदेश भन्ने थियो, त्यति बेला महोत्तरी एउटा स्वायत्त प्रदेश, सप्तरी प्रदेश, त्यसरी प्रदेशहरू बनाएको थियो। त्यो विषयवस्तु त्यहाँ छ। र त्यसपछि राजनीतिक घटनाक्रम जुन भएको छ, राजनीतिक घटनाक्रम मधेस आन्दोलनभन्दा पहिलाको कुराहरू छ, किनभने अब 62मा अनुसन्धान गरेर 64मा किताब निकालेको, त्यति बेला त्यो क्रमहरू चाहिँ त्यहाँ पुस्तकमा छ। 5वटा त्यहाँ भनौँ न उसको सिरिज छ, 5वटा विभिन्न घटनाक्रमहरूलाई जोडेर त्यहाँ राखिएको छ। त्यसरी महोत्तरीको इतिहास, जलेश्वरको इतिहास छुट्टै परिचय भनेर छ,
त्यो अलिक धार्मिक विषयवस्तुसँग जोडिएर आएको छ। त्यहाँ जलेश्वर महादेवसँग कसरी जलेश्वरको नामाकरण भयो भन्ने किसिमले त्यसरी त्यसमा त्यो इतिहासको जुन मैले कुरा गरेँ त्यो अहिलेसम्मको तपाईँले लेख्नुभएको त्यो बेलाको इतिहास अलिकति र अहिलेको मधेसको होइन अवस्थामा अलिकति त्यो कोट्याउनु न बरु। अहिलेको मधेस त मैले त्यही भएर मानव सभ्यता सुरुमा जुन 12,000 वर्षको जुन रिसर्चमा आएको छ ढुङ्गे कारखानादेखि अहिलेसम्मको जुन आयो त्यति बेला जिल्लाहरू टुक्रा टुक्रा भए। किनभने मकवानी क्षेत्रमा जति बेला सन् 1805मा सप्तरी मौत्तरीको एउटा क्षेत्र, त्यसपछि रौतहटको एउटा क्षेत्र, बारा पर्साको एउटा क्षेत्र, मोरङको एउटा क्षेत्र, यसरी क्षेत्रमा अदालतहरू गठन भएको छ गोर्खाको तर्फबाट। त्यसपछि कर असुली गर्नेहरू त्यहाँ जिम्मेवारी दिइएको छ। त्यो त्यति बेलाको भएर अहिले आउँदा त्यो जिल्ला 8वटा जिल्ला भएको छ भनेको कहीँ न कहीँ जिल्लाहरूको प्रशासनिक विभाजनहरू पनि अहिले देखिन्छ। हजुर ल धन्यवाद सर। म हाम्रो सञ्जय शाह मित्रजीको म स्वागत गर्दैछु र तपाईँले खास गरी मैले परिचयमा पनि भनिदिएको तपाईँ रौतहटबाट आउनुभएको र तपाईँले थुप्रै किताबहरू पनि लेख्नुभएको बज्जीका भाषामा र तपाईँले यो चूँकि हाम्रो सेसनको नाम नै हो नेपाल अङ्ग्रेज युद्धको बारेमा, यो नेपाल अङ्ग्रेज युद्धको क्रममा रौतहटमा युद्ध कहिले कहाँ र कसरी भयो अलिकति बुझाइदिनु न त। धन्यवाद कञ्चनाजी। यो कार्यक्रममा आमन्त्रण गर्ने सम्पूर्ण टिमलाई हार्दिक आभार र मलाई मन्तव्यको मौका मिलाइदिने सम्पूर्ण टिमप्रति म नमन गर्दै मेरो वाणीलाई सुनिरहनु भएका सम्पूर्ण श्रोता विद्वानहरूमा म नमन गर्दै म आफ्नो आरम्भ गर्छु। मलाई सोधिएको प्रश्न हो नेपाल अङ्ग्रेज युद्धमा रौतहटमा कहाँ कहिले युद्ध भएको हो। हामी धेरै कुरा राकेशजीबाट सुन्यौँ। मकवानपुरको इतिहाससँग मधेसको जोडिएको छ, त्यो आफ्नै ठाउँमा छ र नेपाल अङ्ग्रेज युद्ध 1814देखि सुगौली सन्धि नहुँदासम्म 2016सम्म भएको मानिन्छ। 1814को चलिरहँदा विक्रम सम्वत 2071 थियो। 71 मङ्सिर 11 गते रौतहटको बडहरवा, त्यति बेला काठमाडौँका शासकहरू बनारस जाने क्रममा आएर बास बस्ने ठाउँ थियो बडहरवा। सो बडहरवामा मङ्सिर 11 गते अङ्ग्रेज तर्फका 1500 भन्दा बढीको सेनाले आक्रमण गरेको हो। त्यहाँ चाहिँ बडहरवामा लगभग 300 जना जति नेपाली सेनाको उपस्थिति रहेको देखिन्छ र 300 जतिको उपस्थितिको जुन छ त्यसका नायक हुनुहुन्थ्यो परशुराम थापा। नेपाली युद्धको इतिहासमा परशुराम थापाको योगदान हामी राम्रोसँग बुझ्दछौँ र उहाँले 300 जति र 1500 जतिसँग युद्ध गर्दा गर्दै जो अङ्ग्रेजी सेनातर्फका प्रमुख थिए लेफ्टिनेन्ट बाइलु, अङ्ग्रेज सेना बाइलुसित युद्ध गर्दा गर्दै त्यही वीरगति प्राप्त गर्नुभयो। उहाँप्रति हार्दिक नमन। साथमा करिब 150 नेपाली सेना हताहती भएको वा हराएको भन्ने भनिएको छ र त्यहाँ चाहिँ टक्सार चन्द्रशेखर उपाध्याय पनि हुनुहुन्थ्यो र उहाँलाई अङ्ग्रेज सेनाले पक्राउ गरेर पटनाको दानापुर एरियामा जहाँबाट युद्ध सञ्चालन भइरहेको थियो मधेसको लागि त्यहाँ पुर्याएको इतिहासमा उल्लेख छ र त्यहाँ नेपाली पक्ष पराजित भएपछि त्यहाँबाट बारागढीतर्फ अङ्ग्रेजी पक्ष फौज खुसियाली मनाउँदै आएको देखिन्छ। रौतहटमा अर्को महत्त्वपूर्ण युद्ध जुन चाहिँ विश्वमा नै दुर्लभ छ त्यो भएको समनपुरमा हो। 1814 डिसेम्बर 31 को रातमा
त्यहाँ युद्ध भएको हो। 1814 डिसेम्बर 31 भनेको त्यो रात भनेको 1815 को नयाँ वर्षको आरम्भको संक्रमण रात पनि हो। त्यो रात अंग्रेजी फौज समनपुरमा जब नयाँ वर्ष मनाइरहेका थिए राति, त्यति बेला स्थानीयले अंग्रेजमाथि आक्रमण गरेर तितर बितर पारेको हो र त्यहाँबाट खोसिएको अंग्रेजहरूको तोप धेरै समयसम्म नेपाल भारत सीमा क्षेत्र गौरमा राखेको थियो। अहिले चाहिँ त्यो तोप वीरगञ्जमा नै कतै सुरक्षित छ भन्ने चाहिँ सुनिन्छ। माओवादी द्वन्द्वकालमा त्यो त्यहाँबाट सारिएको हो र अहिले र म यो कुरालाई कतिपयले पत्याउन चाहिँ सजिलो मान्दैनन्। मेरो हातमा माथि जुन फोटो छ यो नेपाली सेनाले बनाएको युद्ध स्मारक हो र मैले भनिरहेको कुरा त्यो युद्ध स्मारकको प्रस्तर आलेखमा त्यहाँ उल्लेख गरिएको छ। यो यतापट्टि प्रस्तर आलेख हो र यहाँबाट लखेड्दै त्यहाँबाट लखेड्दै भारतका अंग्रेजहरूलाई बिहारको हाजीपुरमा रहेको कोनहारा घाटसम्म पुर्याएको थियो र त्यहाँ नेपाली छाउनी छ। यो माथिको चित्र मैले गएको जाडो महिनामा त्यही हाजीपुरको कोनहारा घाटको खिचेको हो। जुन पशुपतिको मन्दिर देखिन्छ त्यो त्यहाँ नेपाली छाउनी अद्यापि छ। यद्यपि एकजना ज्वाला शान्ति पुष्प भन्ने विद्वान हुनुहुन्छ, उहाँले आफ्नो महाकाव्य अम्रपालीमा के लेख्नु भएको छ भने यो नेपाली छाउनी ईस्वी सम्वतको सुरुवात हुनुभन्दा पनि पुरानो हो। यद्यपि त्यहाँ पुरातत्व विभागले बिहार सरकारको पुरातत्व विभागले नेपाली छाउनीको विषयमा त्यो नेपाली छाउनी नै हो भनेर पनि उल्लेख गरेको तल्लो पोस्टर चाहिँ बोर्ड त्यो रहेको उ गर्न चाहन्छु। यसरी नेपाली रौतहटमा विक्रम सम्वत भन्दाखेरि 1771 मङ्सिर 11 र पुष 17 गते राति युद्ध भएको देखिन्छ। पहिलो युद्ध बडहरबामा, दोस्रो युद्ध चाहिँ समनपुरमा। समनपुरको युद्धको अवशेष अझै पनि त्यहाँ भेटिन्छ। त्यसका ऐतिहासिक र पौराणिक तथ्यहरू पनि छन्। मलाई लाग्छ कि मैले उत्तर दिएँ होला। धन्यवाद। धेरै धेरै धन्यवाद। किनकि मलाई पनि लाग्छ कि सबैजनालाई जुन कुरा छुटाएको छ होला, उहाँहरूले नपढ्नु भएको होला, त्यो पनि उहाँहरूले जवाब पाइसक्नु भएको होला, त्यस्तो मलाई लागिरहेछ। म फेरि एकचोटि हाम्रो नाली सरसँग नि कुराकानी गरिरहेको छु र यो सर म तपाईसँग त्यो हाम्रो मुकाम रण मैदानको नि कुरा गर्छु। यो कुरा मैले मेरो मनमा यो एउटा जिज्ञासा, जतिखेर यो मलाई यो टपिक दिनुभयो त्यतिखेर मैले अलिकति खोजबिन गरेँ। किताब मैले पुरै पढाएको छैन, तर मैले खोजबिन गर्दाखेरि मैले धेरै लेटरको कुरा पाएँ। त्यसमा चिठीको धेरै नै कुरा छ। त्यसमा मलाई के मनमा लाग्यो, यो चिठीको कुरा पढ्दाखेरि तपाईँले त ठ्याक्कै त्यो चिठी पढ्नुभएको होला होइन, र कुनै चिठी पढ्दाखेरि तपाईँलाई यस्तो लाग्यो कि यो चिठी ओ माई गड मलाई कति नै भावुक बनाएको छ, कुन बेलामै लेखेको होला यो चिठी, त्यो कहिले यस्तो लाग्यो एकदम संवेदनशील एकदम भावुकतामा तपाईँ जानुभयो यो चिठी पढ्दाखेरि, यस्तो कुनै चिठी थियो? त्यस्ता केही चिठीहरू चाहिँ छन्। त्यसमध्ये एउटा चिठीको म कुरा गर्छु। मैले यो किताबका लागि लगभग एउटा खाका बनाउने गरेको चाहिँ सङ्कलन गरिसकेपछि म फेरि हाम्रो राष्ट्रिय अभिलेखालय गएँ। त्यहाँ गएर क्याटलग हेरेँ मैले कुनै चिठीहरू चाहिँ छुटाएको छु कि भनेर। यसपटक मैले के थाहा पाएँ भन्दाखेरि हाम्रो नेपालको आर्काइभमा, नेपालको अभिलेखालयमा नेपालीले लडाइँको बेलामा नेपालीलाई लेखेका चिठी मात्रै छैनन्, अङ्ग्रेजलाई लेखेका चिठी पनि छन्, अङ्ग्रेजीमा लेखेका चिठी पनि छन् र त्यहाँ चाहिँ उर्दूमा भनेर भनेको छ, उर्दूमा लेखेको भनेको छ। पछि हेर्दाखेरि त्यो उर्दू होइन रहेछ, फारसी रहेछ, फारसीमा लेखेको चिठी पनि छन्। अथवा लडाइँको बेलामा के हुँदो रहेछ भन्दाखेरि नेपालीले नेपालीलाई लेखेका चिठी अङ्ग्रेजले क्याप्चर गर्दा रहेछन्
अङ्ग्रेजलाई लेखेका चिठीहरू चाहिँ फेरि हामी नेपालीले क्याप्चर गरेर त्यो एउटा लडाइँको एउटा रणनीति नै रहेछ। त्यसमध्ये मैले त्यो क्याटलगमा लेखेको विषय हेर्दै जाँदाखेरि के पाएँ भन्दाखेरि एउटा चिठी प्रेमपत्र भनेर भनिएको छ क्या। कहाँको लडाइँको बिचमा काट्ने मार्ने कुरा गरेको बिचमा प्रेमपत्रको कुरा आयो होइन। त्यसपछि अर्को तलतिर हेर्छु श्रीमतीले श्रीमानलाई लेखेको। अनि मलाई के लाग्यो भने यो त एकदमै महत्त्वपूर्ण हुन्छ होइन। त्यति बेला मैले एउटा मेहदी हसनलाई सम्झेँ, जसले के गाउनु भएको छ भनेदेखि बुलबुल ने गुल से गुल ने बहारों से कह दिया, एक 14वीं की चांदनी ने चाँद ने तारों से कह दिया, दुनिया किसी की प्यार में जन्नत से कम नहीं। अर्थात् यो प्यार भनेको त जन्नत भन्दा चाहिँ कम नहुने दुनियाँलाई बनाउने चिज पो रहेछ। मेरो लडाइँको क्रममा पनि त मैले यो चिठी चाहिँ राख्नु पर्यो भनेर मैले त्यो चिठी चाहिँ पाऊँ भनेर निवेदन दिएँ, त्यसको कपी। अच्छा। 5-6 दिन पछाडि मैले त्यो चिठीको चाहिँ के भन्छ कपी पाएँ। तर मलाई समस्या के पर्यो भन्दाखेरि त्यो त्यति बेला कर्सिभ राइटिङ अर्थात् बाङ्गा अक्षरमा लेखिएको, नेपाली पनि बाङ्गै अक्षरमा लेखिएको थियो, अङ्ग्रेजी पनि बाङ्गै अक्षरमा चाहिँ लेखिएको थियो। त्यसमा मैले सबै कुरा पढ्न सकिनँ, केही थोरै कुरा मात्रै पढ्न सकेँ। त्यसमा के थियो भन्दाखेरि यो 4 जनवरी 1815 को 8 o'clock इन द इभिनिङमा लेखिएको थियो। माई डियर जोन है, अर्थात् श्रीमतीले जोन नाम गरेको आफ्नो पतिलाई लेख्नु भएको रहेछ। जनवरी 2 मा पनि चिठी पठाएको थिएँ, पायो होला भनेर भन्ने। त्यसपछि लामो कुरा लेखेको छ जसको मैले धेरै अंश चाहिँ बुझिनँ, तर घर व्यवहारको केही कुरा होला जस्तो लाग्यो। र त्यसपछि लेखेको रहेछ, यसको जवाफ चाँडै देऊ, तिम्रो खबर पाउन म आतुर छु, तिमीले यसअघि पत्र पठाएकाले तिमीले हामीलाई बिर्सेका छैनौ भन्ने देखाएको छ, तिमी कहिले फर्केर आउलाउ भनेर म पर्खिरहेकी छु, कहिले काहीँ भगवान् खुसी भएर तिमीलाई घर पठाइदिए हामी कति खुसी हुन्थ्यौँ भन्ने सोध्छु, तिमी नआएसम्म मेरो मन खुसी हुँदैन, राति मैले सम्झने अन्तिम मान्छे तिमी हौ, बिहान सम्झने पहिलो मान्छे तिमी हौ, तिमी गएदेखि हरेक रात सपनामा तिमी आउँछौ, तिम्रो खबर बारम्बार लेख्दै गर, त्यति भए मलाई पुग्छ। God protect you, my dear Joan. I remain your loving wife, Eliza. Oh my God. युद्ध कहते हैं, युद्ध कभी जो है किसी को शांति नहीं देता है, युद्ध हमेशा लेता है लेता है लेता है, और उसने भी लिया ही। जॉन कभी वापस नहीं गया होगा हैन। मलाई पनि त्यस्तै लाग्यो। त्यो बेला मैले यो किताब पढ्दाखेरि यो मेरो मनमा उठेको प्रश्न थियो, जुन मैले सरसँग यहाँ मलाई पनि तपाईहरुले पनि अलिकति के मन भारी भारी भएको होला जस्तो मलाई लागिरहेछ र म फर्किरहेको छु आफ्नो राकेश चौधरी। ओके 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 यो चिठी पठाएको रहेछ। त्यो कागजहरुबाट हेर्दाखेरि मैले के पाएँ भनेदेखि यो चिठीमा लेखिएका जोन पर्साको क्याम्पमा खटाइएका सिबली अन्तर्गत चाहिँ थिए, क्याप्टन सिबली अन्तर्गत थिए। यो चिठी लेखेको 4 दिन अगाडि र अघिल्लो चिठी लेखेको अघिल्लो दिन, जुन दिन अघि समनपुरमा चाहिँ हमला भयो भनेर चाहिँ भन्ने कुरा भयो, त्यही दिन नेपालीहरूले भीषण हमला गरेर अङ्ग्रेज फौजलाई चाहिँ आछु पारेका थिए अथवा उनी मारिएका पनि हुन सक्छन्। यो मलाई किन पनि महत्त्वपूर्ण लाग्यो भने योभन्दा अगाडि मैले अर्को एउटा किताब पढेको थिएँ, लाइफ अफ मिसेस शेरवुड। मिसेस शेरवुडका बुढा नेपालसँगको युद्धमा नाला पानीमा खटिएका थिए, त्यहाँ उनी बक्सी थिए अर्थात् सिपाहीलाई तलब बाँड्ने थिए। उनले नालापानीबाट चाहिँ जुन चिठी लेखेका छन् त्यसले हामीलाई नालापानीमा नेपालीहरूको अवस्था कस्तो थियो किल्ला छोडेपछि भन्ने चाहिँ देखाउँछ। ओके, त्यो मान्छेको श्रीमतीले आफ्नो अवस्था कस्तो थियो भनेर चाहिँ लेखेको छ इन्डियाको कुनै भागमा बसेको। मलाई यो लेख्ने मान्छेको पनि त्यो जुन जसले लेख्नुभयो एलिजा हैन, उहाँको पनि त अवस्था चाहिँ यस्तै रहेछ भनेर भन्ने। योभन्दा अगाडि मलाई लड्ने मान्छेको मात्रै अवस्था त्यस्तो होला जस्तो लागेको थियो, तर यो त एकदमै गम्भीर अवस्था थियो भन्ने लाग्यो। त्यसैले यो चिठी मलाई एकदमै यो गरेर मैले, तर यो चिठी र योभन्दा अर्को एउटा अरू 2-4 वटा चिठी पनि छन्, तर यिनको कम्प्लिट त्यो पिक्चर मैले बुझ्न नसकेको हुनाले यसलाई किताबमा चाहिँ राख्न सकिनँ। ओके ओके,
हस्, धेरै धेरै धन्यवाद सर। र म राकेश चौधरीजीको लागि आइरहेको छु। राकेश चौधरीजी, यो नेपाल एकीकरण होइन, यो त पृथ्वीनारायण शाहजीको पालोको कुरा हो नि त, उहाँले गर्नुभएको त्यो। त्यसमा मेरो म के खोजिरहेको छु भन्नाले यो मकवानपुर राज्यमाथि पृथ्वीनारायण शाहले कब्जा जमाएपछि हालको मध्य प्रदेशको अवस्था कस्तो थियो होइन, र यहाँका बासिन्दाहरूले कसरी ज्यान जोगाउनु सफल भएको थियो, यो अलिकति यसमा अलिकति प्रकाश पारिदिनु न। हजुर, धन्यवाद छ फेरि पनि कञ्चनाजीलाई। र खास गरी त्यो युद्धभन्दा अगाडिको त्यो 100 वर्षको इतिहास भनेर होइन पढ्ने गरिन्छ। 1760 देखि 1860 सम्मको 100 वर्ष सनमा भनिरहेको छु। सन् 1760 देखि 1860 सम्मको 100 वर्षमा 1820 पछिको 40 वर्ष घटाएर त्यो बाँकीको 60 वर्षलाई मैले मधेसको सेरोफेरोमा मात्रै त्यो कोशीबाट यता नरायनीसम्मको बिचको भागलाई मात्रै केन्द्रित गर्दा सन् 1760 तिरहुतलाई डर परेछ कि अब मेरो राज्य पनि जाने हो कि भन्ने। तर 1762-62 तिर मात्रै मकवानी राज्य कब्जा भएको छ भनेको त्यो अवधिमा त्यसलाई मैले 10 वर्षको मात्रै सन् 1760 देखि 1770 सम्मको अवधिलाई 10 वर्षको अवधि भनेको त्यति बेला मकवानपुर कब्जा र अङ्ग्रेजहरू पनि तिरहुत र यता बेतिया बङ्गालहरूलाई केन्द्रित गरेर अङ्ग्रेजले आफ्नो खुट्टा जमाएको त्यो अवधि। त्यसपछि सन् 1771 देखि लिएर सन् 1800 सम्मको एउटा अवधि जुन मान्छेहरूले ज्यान जोगाउनु पर्ने त्यो बेला दोहोरो करको जिम्मेवारी भुक्तान गरेको क्षेत्र जुन हाम्रो अहिलेको मधेस क्षेत्र, त्यति बेला जो बासिन्दा यहाँका थिए उहाँहरूले दोहोरो कर भुक्तान गर्नुभएको छ। तिरहुतलाई पनि कर दिनु पर्यो, यता गोर्खाको जुन साम्राज्य आइसकेको थियो गोर्खालाई पनि कर दिनुपर्ने, कहिलेकाहीँ अङ्ग्रेजहरूको आएको बेलामा पनि कर तिर्नु पर्यो भनेको त्यसरी गएको युद्ध। त्यसपछिको 1801 बाट जुन वाणिज्य सन्धि भएको थियो गोर्खा र त्यसपछि अङ्ग्रेजहरू बिच वाणिज्य सन्धि भइसकेपछिको जुन युद्धको बेला होइन, युद्ध त अब चाहन्छौँ अब यताउति 1811बाट नै सीमा विवादहरू भएर मान्छे मारिने होइन युद्धहरू हुने, त्यसरी हुँदा अलि सघन चाहिँ 14 र 16 को बिचलाई हामी सघन मान्छौँ। त्यसपछि सीमा व्यवस्थापनको कुरा आउँछ र त्यति बेला कसरी मान्छेहरूले ज्यान जोगायो भनेर, किनभने मेरो पुर्खौली थलो जलेश्वर हो। जलेश्वर त्यति बेलाको युद्धको क्षेत्र, धेरै पटक अङ्ग्रेजहरू आएको क्षेत्र भनेको त्यसलाई भनिन्छ। किनभने अब त्यहाँ जलेश्वर, मठ्यानी, रुपैठागढी भन्ने त्यो ठाउँहरूको मेरो पुर्खौली थलो जलेश्वर भएको र त्यति बेला मेरो पूर्वज मध्येको एउटा चाहिँ विस्थापन भएको त्यति बेला त्यहाँबाट उत्तर गएको भनेको उत्तर सरेको, दक्षिण सरेको छैन। मैले केही डकुमेन्टहरूमा अर्को डकुमेन्टहरूमा पढ्दा पर्साको घटना पनि पर्साबाट केही मान्छेहरू जङ्गल पसेर उत्तर गएको युद्धको बेला भनेर त्यो ट्याक्क त्यो जोड्न मैले त्यो जोडेँ सही हो कि के हो भनेर। किनभने हाम्रा पूर्वज गएका छन् त्यहाँ, अहिले पनि हुनुहुन्छ मौत्तरीकै उत्तरी क्षेत्रमा बस्नु भएको छ उहाँहरू। त्यति बेला नै युद्धको बेला उहाँहरू दोहोरो करको जतिखेर तिर्नु परेको थियो त्यति बेला एउटा त्यहाँबाट दाजु चाहिँ छुट्टिनु भएको छ होइन, धेरै कर तिर्नुपर्छ भनेर जङ्गलमै गएर बरु भित्र गएर बसौँ भनेर त्यसरी जानुभएको छ। त्यसरी र अर्को युद्धको बेला ज्यान जोगाउने मैले आफ्नो अब हजुरबुवा त्यसपछि त्यसरी सुन्दै आएको कुरा, त्यति बेला जति रात पर्ने बेलामा जमुनमुनि सुरुङ्ग तरहरा सुरुङ्ग भनेर बनाइएको थियो र मालजाल जनावरहरू छेउमा अर्कै ठाउँमा गएर त्यहाँ बाँध्ने। त्यसपछि रात परेपछि आफूहरू त्यही सुरुङ्गभित्र बसेर माथि चाहिँ ढाक्ने। त्यसरी त्यति बेलाका युद्ध जतिखेर भइराखेको थियो त्यति बेला स्थानीय त्यहाँ यहाँका बासिन्दाहरू मधेसका बासिन्दाहरू सुरुङ्ग मुनि जमुन मुनि गएर लुकेर ज्यान जोगाएका थिए। धन्यवाद, धेरै धेरै धन्यवाद। यसै कुरालाई म जोडिरहेको छु हाम्रो सञ्जय कुमार शाह मित्रीजीको लागि कि नेपाल अङ्ग्रेज युद्धमा रतहटका स्थानीय वासीहरूको भूमिका कस्तो थियो
उहाँले जलेश्वरको कुरा गर्नुभयो, तपाईँ रतहटको स्थानीयवासीले कसरी के गर्नुभयो त्यो कुरा अलिकति स्पष्ट गरिदिनु न। धन्यवाद कञ्चनाजी। नेपाल अङ्ग्रेज युद्ध मैले अघि न भने अनुसार जसरी इतिहासमा उल्लेख छ अलग अलग मितिमा 2 ठाउँमा स्थान र तिथि फरक फरक भएको छ। पहिलो युद्ध जुन बडहरबामा भएको हो त्यति बेला केन्द्र थियो रौतहटको जस्तो लाग्छ, किनभने राजा रजौटाहरू बनारस जाने क्रममा बागमती हुँदै जाँदाखेरि सोही स्थानमा बस्ने महारानी राजराजेश्वरी पनि त्यहीँ धेरै समय बसेको, कीर्तिमान सिंहको हत्या हुँदा मुल्काजी कीर्तिमान सिंहको हत्या हुँदा पनि बडहरबामै बसेको इतिहासमा उल्लेख भएको अवस्थामा त्यो त एउटा केन्द्र नै थियो, अर्थात् सानोतिनो आदेशहरू त्यहाँबाट जारी हुन्थे भन्ने कुरा त भयो। त्यहाँ 11 मङ्सिर 1871मा त्यो एक हिसाबले अङ्ग्रेजको कब्जामा पर्दा त्यहाँ रौतहटको भूमिका स्थानीयवासीको भूमिका खास के देखिन्छ त्यो चाहिँ स्पष्ट छैन युद्धको सन्दर्भमा, लडाइँको सन्दर्भमा। तर समनपुरमा जुन 17 पुसको राति अर्थात् 31 डिसेम्बर 1814 को राति 1 जनवरी भन्दा पहिलेको राति त्यो मध्य सङ्क्रमणको रातमा जुन युद्ध भएको छ त्यहाँ अहिले जुन डकुमेन्ट देखाए नेपाली सेनाको ऊ रहेको शिला प्रस्तर आलेखमा पनि त्यो स्पष्ट छ कि त्यहाँ राज्य पक्षको उपस्थिति थिएन। यसमा लेखिएको छ, त्यो प्रस्तर आलेख छँदैछ, यसमा यो उल्लेख गरिएको छ कि युद्ध सकिएको तेस्रो वा चौथो दिनमा नेपाली सेना त्यो ठाउँमा पुगेको हो। अर्थात् अङ्ग्रेजसँग 1500 भन्दा बढी अङ्ग्रेज सेना त्यहाँ पुगेको इतिहासमा पाइन्छ। 1500 अङ्ग्रेज सेनालाई जोसँग आधुनिक हतियार थियो, तोप थियो, बन्दुक थियो, ती हतियारहरूसँग लडेको स्थानीयवासीले नै हो। यो विश्वको इतिहासमा समनपुरको युद्ध यसकारण पनि दुर्लभ मानिन्छ। ती स्थानीय योद्धाका घरमा अहिलेसम्म पनि अङ्ग्रेज युद्धका हतियारहरू छन्। केही हतियारहरू तरबारहरू स्थानीय पालिकाले सङ्कलन पनि गरेको देखिन्छ भने त्यहाँ युद्धमा जुन टोली इतिहास अनुसार काठमाडौँ जानको लागि आएको थियो, नयाँ वर्ष परेर त्यहाँ नयाँ वर्ष मनाउन लाग्दा स्थानीयवासीले युद्ध गरेर राति आक्रमण गरेर तिनीहरूलाई मारे, धपाए, हराए। ती ठाउँको वरपरको नाम नै पनि बदलियो। ती ठाउँका नामहरू हरैया छन्। समनपुर जुन हुएनसाङको वर्णनमा पनि आएको छ, उनी त्यहाँ केही समय बसेका थिए भनेर आदरणीय वाइपी यादव, योगेन्द्र प्रसाद यादवले आफ्नो थेसिसमा लेख्नु भएको छ। र कौटिल्यको अर्थशास्त्रमा पनि रहेको एकजनाले लेख्नु भएको छ कि समनपुरको ऊ छ त्यो व्यापारिक केन्द्र हो, पाटलिपुत्र र कान्तिपुरको बिचको र तिब्बतदेखि सामान आदान प्रदान। यसकारण त्यो ठाउँ पनि आफैमा व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण हो। सायद सामानपुरबाट त्यो समनपुर भएको हो, तर अङ्ग्रेज युद्धपछि त्यो ठाउँको नाम लडैया समनपुर भएको छ। त्यहाँ बरियारपुर, सङ्ग्रामपुर, हरैया जस्ता ठाउँहरूको नामै पनि बदलिएको देखिन्छ। र त्यो ठाउँ यसकारण पनि महत्त्वपूर्ण छ कि हामी यसरी लिन्छौँ, त्यसैको छेउमा राणा शासनका स्थापक जङ्गबहादुरको मृत्यु भएको पनि ठाउँ हो। जङ्गबहादुरसँग पनि सम्बन्धित ठाउँ नजिकै छ। यसरी त्यहाँ युद्धमा सम्पूर्णतः भूमिका स्थानीयकै रहेको देखिन्छ। यो विश्व इतिहासमा एउटा जसले विश्व नै जित्न हिँडेको थियो त्यसलाई स्थानीयवासीले मात्र हराएको ठाउँ भएकोले त्यहाँ अत्यन्त महत्त्वपूर्ण भूमिका, सम्पूर्णतः निर्णायक भूमिका नै थियो। त्यो बाटो भएर अङ्ग्रेज चाहिँ जानै सकेन। मैले त्यही कुरा स्टार्टिङमा गरेको थिएँ। हामी त्यसमा गर्व गर्ने कुरा के हो कि हामीले बचाउँदाखेरि हामी त्यहाँ उपस्थित थिए। मधेस र मधेसीको उपस्थितिको कारणले उहाँहरू काठमाडौँसम्म पुग्नु भएन। यो अस्पष्ट हुन्छ मलाई जस्तो लागिरहेछ। र म धन्यवाद सर। र म ठ्याक्कै यही कुरामा म अलिकति मैनाली सरसँग पनि कुरा गर्छु। सर, यो लडाइँको बेलामा तपाईँले, अब म किताबको कुरा अलिकति पछि गर्छु, यो लडाइँको बेलामा चाहिँ कस्ता खालको दुःख पाएका थिए स्थानीयवासीहरूले? अब उहाँ त
वहाँ युद्धमा उहाँहरूको केही भूमिका थियो त्यो त बेग्लै कुरा भयो। दुःख कस्ता खालको उहाँहरूले पाउनुभएको होला त्यो त यो नेपाल अङ्ग्रेज युद्धको समयमा? अलिकति यो युद्ध र युद्धभन्दा अगाडि, अन्त यो सेसन अघिको सेसन पनि सँग पनि किन रिलेटेड छ भने त्यो युद्ध माटोका लागि लडिएको थियो होइन, जग्गाको लागि। उसले पनि यो जग्गा मेरो भनेर भन्ने, उसले पनि मेरो जग्गा भनेर चाहिँ भन्ने होइन। अलिकति अगाडिदेखि नै कस्तो रहेछ भन्दाखेरि नेपालीहरूले के कम्प्लेन गरिरहेछन् भनेदेखि मोरङकोमा उताका जमिनदारलाई अङ्ग्रेजले यता पठाइदिएर यता उनीहरूले खेती गरे भनेर भन्ने रहेछ। उताका हिन्दुस्तानकाले चाहिँ कसरी दुःख पाएका रहेछन् भनेदेखि अङ्ग्रेजले कम्प्लेन गर्यो नेपाल सरकारलाई, राजालाई कि तिम्रा देशमा चाहिँ डाकालाई संरक्षण दिइरहेछौ र उनीहरूले हाम्रो ठाउँको चाहिँ लुट्छन् भनेर भन्यो। अनि यो यत्तिकै आरोप मात्रै रहेछ कि भनेर भनेको होइन रहेछ। नेपालको राजाले विजयपुरका फकिरहरूलाई चिठी लेखेर यसरी डकैती नगर, त्यसो भयो भनेदेखि तिमीलाई कारबाही हुन्छ भनेर भनेको रहेछ। तर त्यसमा अङ्ग्रेजले चित्त बुझाएन, नेपालले यो चाहिँ एकदम जानिकन चाहिँ पठाइराखेको छ भनेर भन्यो। त्यसदेखि पछाडि सिमरौनगढतिर पनि गर्दाखेरि उता हिन्दुस्तानका मान्छे यता आएर चाहिँ बाली लुट्ने र यताको चाहिँ उता गएर बाली लुट्ने गरे। त्योभन्दा अलिकति यतापट्टि त नेपालका सुब्बा समेत केही भारतीय पनि हिन्दुस्तानका पनि मान्छे मारिए, नेपालका पनि मान्छे मारिए। अर्थात् लडाइँ त दुईवटा देशको बिचमा भएको थियो, तर दुःख पाउने र मर्ने चाहिँ जनता, त्यसमाथि स्थानीय बासिन्दाहरू चाहिँ भएका छन्। हजुर। अर्को के छ भनेदेखि लुटपाट गर्ने नेपालको तर्फबाट हेर्दा चाहिँ के देखिन्छ भनेदेखि बैरीको भूमिमा गएर लुटपाट गर्ने त्यो नीति नै रहेछ। आदेशै दिँदाखेरि चाहिँ लुटपाट गर भनेर भनेको छ। हजुर। होइन, जस्तो सप्तरीबाट चाहिँ 4 किलोमिटर उतासम्म पसेर त्यहाँ अचल थापाले चाहिँ गएर लुटपाट गरेको रहेछ र लुटपाट गर्दाखेरि गाई भैँसी बाख्रा पनि लिएर चाहिँ आएछन् र यी गाई भैँसी बाख्रा चाहिँ घाँडो भएछ, के गर्ने अब त्यो त पालेर राख्नु पर्यो नि त होइन, त्यतिसम्मको चाहिँ रहेछ। र पछि के भनेछ भनेदेखि चाहिँ अरू नगद जिन्सी जे ल्याएको छ त्यो चाहिँ सिपाहीहरूलाई बाँडिदिनु, जसले लुटेर ल्याएको भनेर भन्ने छ। अङ्ग्रेजले पनि त्यसै गरी चाहिँ यतातिर आएर चाहिँ लुट्न पठाएको रहेछ। र एक ठाउँमा के भनेको छ भनेदेखि उतातिरका मान्छे आएर यतातिर दुःख दिन्छन्, यसो गर्ने मान्छेलाई परिवारैसँगै मासिदिउँ कि भनेर नेपालले सोधेछ। मासिदिउँ भनेको मारिदिउँ कि भनेर सोधेछ। तर यो मारिदिने चाहिँ अधिकार काहीँ पनि दिएको छैन नेपालले पनि, त्यसकारण मारिनु परेन। तर अलि पछि हेर्दाखेरि नेपालीहरूले के भनेर उजुर गरेका छन् भनेदेखि मोरङको तलहट्टी खाली भयो, अर्थात् तल्लो भेग चाहिँ निर्जन भयो भनेर भन्ने। त्यसदेखि पछाडि पनि अलिकति के भन्छ जनकपुरतिरबाट पनि मान्छे चाहिँ मुङलान गए, किनभने लडाइँ हुने भएपछि चाहिँ मान्छे भागेर जाँदा रहेछन् होइन। यस्तो किसिमको क्रम सबैतिर नै भएको चाहिँ देखिन्छ। सबभन्दा बढी मार चाहिँ परेको कुरा पश्चिमतिर, नारायणी पश्चिममा बुटवल र त्योभन्दा उतापट्टि खजहनी जहाँ अहिले कपिल वस्तु भनिन्छ त्यो ठाउँमा चाहिँ सबभन्दा बढी परेको रहेछ। दुईवटा किसिमले, एउटा त्यति बेलामा अङ्ग्रेजको फौजले बुटवलमा हान्न नसकेपछि उसले एउटा अर्को रणनीति के लिएछ भन्दाखेरि बाली लुट्ने र सशस्त्र उसले जुन लडाइँ लड्नका लागि राखेको थियो तिनीहरूलाई नै बाली लुट्न लगाउने एउटा काम गर्यो। अर्को एउटा के गर्यो भनेदेखि नेपालका बासिन्दा जुन छन् मूलत थारूहरू, तिनलाई गोरखपुरको बन्जरमा चाहिँ यहाँबाट उठाएर त्यहाँ लैजाने भनेर भन्यो। जुन कामको स्थायी असर पर्यो। यहाँ बसिराखेका नेपालीले दुईवटा लडेको न्युले गर्दाखेरि उनीहरूको आफ्नो चाहिँ थात बासै उखेलियो। यतिसम्मका कुराहरू चाहिँ भएको देखिन्छ। हस्, धेरै धेरै धन्यवाद। ल, म एकचोटि फेरि म राकेश चौधरीजीको लागि मेरो प्रश्न छ। राकेश चौधरीजी, भनिन्छ सेनवंशी मकवानपुरमा सधैँ त्यो मकवानपुर तपाईँले धेरै चर्चा गर्नुभएको, त्यही भएर मैले मकवानपुरलाई धेरै नै उठाएको छु। मकवानपुर राजाहरूले धार्मिक मठ मन्दिरमा पूजापाठ गराउने मोजे यानि कि गाउँहरूको आधिपत्य कुशवीरता तामपत्रको रूपमा प्रदान गरेका थिए भनेको छ नि त।
यसले युद्ध समाधानमा कतिको भूमिका खेलेको थियो? हजुर, अब जहाँसम्म सरले पनि मोहन सरले पनि उठाउनु भयो, किनभने त्यही 1770तिरको त्यो नागा सन्यासीहरूले विद्रोह गरेको, त्यसमा फकिर पनि कहीँ कहीँ थपेको छ, उहाँहरूले विद्रोह गरेको भनेर भनियो। र किनभने अब धार्मिक जुन ठाउँहरू छ नि मठ मन्दिरहरूलाई मकवानीले जसरी धनुषाधाम, जनकपुर, जलेश्वर, मठियानी लगायतका र पश्चिमसम्म पुराना, जहाँ अब मैले त्यही भएर कोशीदेखि नारायणीसम्मको कुरा गरिरहेको छु, मधेस अहिलेको मधेसको, त्यहाँ पुराना मठ मन्दिरहरूमा दान दन्तव्यमा गाउँहरू दिइएको, कहीँ कहीँ ताम्रपत्र छ होइन, कहीँ कहीँ हराएको, अब त्यो मोडिफाइड भएको त्यसरी छ। त्यसमा अब जसरी मैले मटियानीको कुरा गर्दा त्यहाँ 6वटा गाउँको कुरा आएको थियो होइन, 3वटा गाउँ तिरहुतले दिएको, दरभङ्गाले दिएको, अरू गाउँ चाहिँ मकवानपुरले दिएको, त्यहाँ ज्वाइन्ट दिने चलन रहेछ त्यहाँ। त्यसरी अब यो धार्मिक ठाउँहरूमा ज्वाइन्ट दुवै, अब जमिनदारले पनि दान दन्तव्य दिने फकिरहरूलाई, नागाहरूलाई होइन, तिमीहरू अब धार्मिक काम गर भनेर। अङ्ग्रेज आइसकेपछि त्यसमा पाबन्दी भयो, उनीहरूले लुटपाट गर्यो भनेर। तर नागा सन्यासीहरूले के गर्थ्यो भने वास्तवमा अङ्ग्रेजको जुन खजानाहरू थियो त्यो नै लुट दिने। त्यही भएर पत्र नेपाललाई पत्र त्यसरी गएको छ, तिमी कन्ट्रोल गर, नेपालले कन्ट्रोल पनि गर्यो। त्यही भएर माफी मिना भएको छ नि, हात्ती माफी मिना, त्यसकै उसमा दिएको हो। किनभने त्यति बेला शान्त गर्न, नागा सन्यासीहरूको आन्दोलन शान्त गर्न नेपालले सहयोग गरेको अनि हात्ती मिना भएको भनेर त्यसरी आएको छ डकुमेन्टमा। भनेको त्यो हेर्दाखेरि जुन समग्र छ नि त्यो मठ मन्दिरको कुराहरू हेर्दाखेरि त्यो पछि जतिखेर जब सीमा व्यवस्थापन भयो 1816को युद्ध सकेपछि तराई, किनभने अब माथिसम्म अङ्ग्रेजले लिइसकेका थियो होइन, 1 वर्ष त्यो लेटर दिएर पछि त दिएको हो, यो भूमि नेपाललाई दिएको भूमि हो। पहिला चाहिँ सुगौलीमा हस्ताक्षर गरायो, पछि चाहिँ दिएको भूमि हो यो नेपाललाई होइन, अब गर भन्ने किसिमले दिएको। त्यति बेला सीमा व्यवस्थापन हुँदा जहाँ जहाँ ठुला मठ मन्दिरका महन्तहरू उहाँहरूको मातहतमा भएको गाउँहरूले पनि सीमा निर्धारणमा मद्दत गरेको छ। र जुन तिरहुत अथवा यता बेतियाको उहाँहरूलाई होइन म आफ्नो गाउँ यो किन दिउँ भनेर सीमा त्यसरी बिचबाट जसरी मटियानी जानुभयो अथवा त्यो अगाडिको ठाउँहरू जानुभयो भने ठ्याक्क त्यो मठभन्दा केही पर मात्रै सीमा छ भनेको त्यो गाउँहरूको त्यसरी सीमा गरेको छ। त्यो डकुमेन्टमै छ त्यो कुराहरू। किनभने एउटा किताब पनि छ त्यो, त्यसमा एउटा मिडिल कन्ट्री भन्ने किताब नै लेख्नु भएको छ राम मनोहरजीले। त्यसमा पनि केही डकुमेन्टहरू यो युद्धसँग सम्बन्धित पनि अब केही त्यहाँ पनि आएको छ केही कुराहरू। यसरी हेर्दा कहीँ न कहीँ मठ मन्दिरको भूमिका यो सीमा व्यवस्थापनमा, किनभने मौजेहरूको व्यवस्थापनमा आएको छ भनेर देखिन्छ। हजुर, धन्यवाद। हस्, धेरै धेरै धन्यवाद। हामीसँग टाइम एकदम नै कम नै छ, हामी अन्तिमतिर छौँ र म हाम्रो सञ्जय शाह मित्रजीको लागि मैले एउटा क्वेसन तयार गरेको थिएँ कि रौतहटमा युद्ध भएका स्थानहरू कुनै किसिमले सुरक्षित वा संरक्षित गरिएका छन्? धन्यवाद कञ्चनाजी। अलिकति सर्टमा नि, एकदम सर्टमा। रौतहटमा युद्धको कारणलाई लिने हो भने नेपाल अङ्ग्रेज युद्धको एउटा कारणमध्ये रौतहटको 22 गाउँ पनि हो भन्ने कुरा आउँछ। र यदि यहाँले नेपालको पूर्व पश्चिम हाइवे राजमार्गलाई हेर्नुभयो भने मधेसका सबै जिल्लाको सदरमुकामलाई छुने गरी जुन सहायक राजमार्गहरू निर्माण गरिएका छन् त्यो हाइवेदेखि सबैभन्दा टाढाको सदरमुकाम पनि गौर नै हो, रौतहट सदरमुकाम नै हो। र अलिकता कुशवीरताको ताम्रपत्रको कुरा आयो र यसको सम्बन्ध पनि संरक्षणसँग किन जोडिएको छ भने आदरणीय चन्द्रकिशोर झाजी देशका प्रतिष्ठित पत्रकार हुनुहुन्छ। उहाँको गाउँ बलराको वार्ड नम्बर 3 लक्ष्मीपुर, चन्द्रकिशोर सर सुन्दै हुनुहुन्छ भने बलराको वार्ड नम्बर 3 लक्ष्मीपुरमा केही झा परिवारसित अहिले पनि त्यो ताम्रपत्र सुरक्षित छ र
त्यो त्यति बेला रणबहादुर शाहले विक्रम सम्वत 1962 एकजना ज्योतिष परिवारलाई रौतहटको 75 बिघा जमिन दिएको भनेर घोषणा सङ्कल्प गरेपछि यहाँ हामी सबैले त्यो कारणहरू यहाँ नभनौँ, त्यो सङ्कल्प गरेको र नेपाल अङ्ग्रेज युद्ध सम्पन्न भएपछि सुगौली सन्धि हुँदाखेरि यो त सबै अङ्ग्रेजतिर गएको थियो र त्यसपछि जुन फिर्ता गर्ने काम भयो सीमामा रणबहादुर शाहले रणबहादुर शाहका छोरा गिरवाण युद्ध विक्रम शाहको हस्ताक्षर नाम सहितको र भीमसेन थापा प्रधानमन्त्री रहेको विक्रम सम्वत 82 20 वर्षपछि दिएको ताम्रपत्रमा सबै कुरा उल्लेख भएको अहिले पनि ताम्रपत्र छ र त्यसलाई पुरातत्व विभागले प्रमाणित पनि गरिदिएको छ। यो अनि म यो भन्न चाहे कि जुन 22 गाउँको कुरा गरिएको छ त्यो 22 गाउँ यदि हामीले मधेसको नक्सा हेऱ्यौँ भने सबैभन्दा बढी चुच्चो परेको दक्षिणतिर भागेको भाष्यको जुन देखिन्छ नक्सा त्यो रौतहटको त्यही ठाउँ हो हाल बलरासम्म र ठ्याक्कै बलराको त्यो भाग जुन चाहिँ 75 बिघामा थियो त्यो भागबाटै भित्रपट्टि नेपालपट्टि बढी भारतको सीमा आएको देखिन्छ। त्यो जुन विवादास्पद ठाउँ थियो त्यो सम्पूर्ण ठाउँ नेपाल पक्षको सुरक्षित छ। अर्को यसै प्रश्नको भाव छ, युद्ध गरिएका ठाउँहरूमध्ये बडहरवा त्यहाँ युद्धको अहिले केही पनि कतैबाट संरक्षणको कुनै उपाय नभएकोले र त्यो पूर्णतः अहिले युद्ध भएको क्षेत्र बागमती नदीको बगरमा रहेकोले त्यो ठ्याक्कै नदीमै छ। त्यही स्थानहरू सुत्दाखेरि त्यहाँ थियो पहिला गाउँ भनेर अहिले देखाउँछ जहाँ बागमती भएको छ र समनपुर त धेरै हदसम्म सुरक्षित छ भन्ने कुरा मैले अघि नै फोटो पनि देखाएँ। त्यो सुरक्षित छ, नेपाली सेनाले संरक्षण गरेको छ। धन्यवाद। धेरै धेरै धन्यवाद। म एउटा कुरा लास्टमा एउटा प्रश्न मेरो मनको कुरा हो, त्यही भएर मैले मैनाली सरसँग गर्न खोजिरहेको छु। मैनाली सर, मैले तपाईँको किताबको धेरै नै समीक्षा गर्नुभएको छ। एउटा कोही लेखकले लेख्नुभएको होला, यो आफैमा इतिहास पनि हो र इतिहासको कथा पनि। अलिकति यसलाई डिस्क्राइब गरिदिनु न। यो अन्तिम प्रश्न यो के भन्छ, लडाइँलाई चाहिँ एक किसिमले भन्दाखेरि नाटक भनेर भनिँदो रहेछ क्या। नाटकको चाहिँ उपमा दिइँदो रहेछ। नाटक र यसमा फरक चाहिँ के रे भन्दाखेरि नाटकमा निर्देशक एउटै हुन्छ, उसकै कन्ट्रोलमा चलेका हुन्छन् सबै पात्रहरू, तर लडाइँमा चाहिँ दुईटा निर्देशक भए। र अर्को फरक के भनेदेखि नाटकमा उसले यस्तो डायलग बोल्छ, त्यसपछि तैँले यस्तो बोल्नु भनेर भनिएको हुन्छ। यसमा त्यस्तो हुँदैन, कस्तो डायलग बोल्छ कस्तो एक्सन लिन्छ भन्ने छैन। तर यो कथा नै रहेछ, त्यसै कारणले होला सायद मलाई भित्र रुचि लागेको पनि के हुन सक्ला भन्दाखेरि यो त एउटा त के भन्छ गजबको कथा हो नि त हैन, र नेपालीले सुन्नुपर्ने चाहिँ कथा हो। त्यसैले गर्दाखेरि यो सायद पहिला मौखिक रूपमा भनिने कथामा पनि लडाइँको कथा तपाईँ हामीले हेऱ्यौँ भनेदेखि लडाइँ जहिले पनि राम्रो कथा हुँदो रहेछ भन्ने महाभारतको कथा पनि हामी लडाइँको कुरा हैन, त्यसपछि रामायणको पनि त्यो छँदैछ। त्यसले गर्दाखेरि यो यतातिर हो। अघिको कुरामा एउटा कुरा चाहिँ थपौँ कि जस्तो लाग्यो, एकदम छोटोमा थप्छु। नेपालीले पुर्याएको लडाइँमा ठुलो योगदान के भनेदेखि नेपाली सेनालाई चाहिँ साँचो इन्फर्मेसन दिएका रहेछन्, बैरीको कति जानकारी छ भनेर। जबकि अङ्ग्रेजले त्यो हामीले त जानकारी नै पाउन सकेनौँ भनेका छन् र उनीहरूले कस्तो जानकारी पाएछन् भन्दाखेरि यसै आँतिने गरेको नेपाली सेना कति हो कति छ 4-5 गुणा बढी छ भनेर भन्ने लडाइँमा यसको एकदमै ठुलो महत्त्व हुँदो रहेछ। तर नेपालीले चाहिँ एकदम एक्ज्याक्ट जानकारी दिएको छ, जसले नेपालले यो ठाउँमा जित्नमा साह्रै ठुलो भूमिका खेलेको थियो। हस्, धेरै धेरै धन्यवाद। र यो गहन विषय छ, यस विषयलाई उठाउनु भएको त्यही ठुलो कुरा हो, किनकि मेरो माझमा म हेर्दैछु हाम्रो युवा पुस्तालाई केही थाहा छैन। त्यसको लागि कम्तीमा मलाई आज यो जो सेसन भएको छ मलाई लाग्छ कि तपाईँहरूले धेरै कुरा बुझ्नु भएको होला हैन। र समयको यो माग छ कि उहाँले धेरैचोटि मलाई त्यो देखाउँदै हुनुहुन्छ कि टाइम सक्यो हाम्रो हैन, त्यो अब उहाँहरूले त्यो इसारा गरिसक्नुभयो। धेरै धेरै धन्यवाद। म आयोजक मण्डललाई पनि धेरै धेरै धन्यवाद दिइरहेको छु र हाम्रो वक्ताहरूलाई पनि धेरै धेरै धन्यवाद। मैनाली सर, हाम्रो चौधरी सर र हाम्रो शाह मित्र सर, तपाईँहरूलाई धेरै धेरै धन्यवाद र म पनि आज्ञा लिन्छु। हस्, धन्यवाद।